बहिनीहरूले छाता उडाउँदैनन् दाजु अब घाममा टन टन कहाँ जाउँ हौ अहिले चाहिँ अब कलेज लाग्दै गरेको हो साथीभाइहरूसँग साथीभाइहरू यता चाहिँ घरदेखि अहिले आएर चाहिँ अब अहिले कलेज भ्याउँदैछ के छ धन्दा एकदम बढिया धन्दा चल्दैछ धन्दा त बढिया एकदम गुड मर्निङ दादा लो ब्याटलकै आज चाहिँ नुनामको ब्याटलक देखियो अरे राधे राधे कृष्ण हेलो गरिदियो ये व्हाट्सअप निगास सो सिंगिङ अब चाहिँ क्लास सकेर चाहिँ हामी चाहिँ फुटबल हेर्नुको लागि चाहिँ ग्यालेरी तर्फमा आइरहेको छौँ हो हेलो गुड मर्निङ सबैजनालाई र धेरै दिनपछि चाहिँ तपाईँहरूको माझमा चाहिँ एउटा ब्लग लिएर आएको छु हो धेरै दिन गायब भएको थियो र त्यस्तै अलिकति बिजी भएको कारणले गर्दा र अहिले चाहिँ सधैँको जस्तो कलेजतर्फ जाँदैछु हो र आज कलेजमा चाहिँ के कसो हुनेछ तपाईँहरूलाई देखाउनेवाला छु हो र अहिले चाहिँ बाटोमा जाँदैछु अब चाहिँ हामी क्लास सकेर चाहिँ अर्को क्लास जाँदैछौँ हो अन्त एसएस गोर्खेदा अन्त अब चाहिँ अर्को क्लास जाँदैछौँ हामी हो एउटा क्लास सक्यो अन्त तलै आउन अन्त यता हाम्रो नामसाक साथी हेलो गरिदेऊ न अब चाहिँ हाम्रो अर्को क्लास जाँदै गरेको टप फ्लोरदेखि चाहिँ ग्राउन्ड फ्लोरमा चाहिँ हाम्रो क्लास छ नि त हो अन्त नामसाक के छ तिम्रो भन्नु केही छैन हामी चाहिँ लाइब्रेरी आएको हो अन्त हाम्रो चाहिँ प्रेजेन्टेसन छ अन्त त्यसको लागि चाहिँ हामी आउँदैछौँ हो अन्त ओ प्रभात कतिको अब के खोज्ने तिम्रो के छ टपिक आज मेरो चाहिँ टपिक इन्भाइरोमेन्ट अफ वुमेन छ हो अब यहाँ अलिकति नलेजहरू चाहिँ यसो गेन गर्नु गएको भनेको अब छ कि छैन अब हेरौँ के हुन्छ माथि गएर हेरौँ अहिले One eternity later. कहाँ जानु जाउँ कहाँ जानु अलिकति ओ जाउँ ल गएको मजा ल जाउँ हो नि भ्लग गरेको आज धेरै भएको थियो कि भ्लग नगरेको त्यही भएर जाउँ ल साथीभाइहरू गुड मर्निङ सबैजनालाई हो र अहिले चाहिँ अब कलेज लाग्दै गरेको हो साथीभाइहरूसँग र तपाईँहरूले मेरो भ्लग चाहिँ पुरा खिचिमिचिडी भएर बुझ्नु पनि भएन होला अघि हेर्नु भएको चाहिँ तपाईँले अस्तिको भ्लग हो त्यही भएर चाहिँ मैले अब सबै हालिदिउँ भनेर चाहिँ अस्तिको भ्लगलाई पनि मैले इन्क्लुड गरेर चाहिँ हालेको थिएँ हो हेर्नुभयो होला र यो भ्लग चाहिँ निकै ग्याप भएको कारणले गर्दाखेरि चाहिँ आज गर्दैछु कन्टिन्यू हो र जाउँ होइन के भयो ओ मन्डे होइन आज चाहिँ कसरी मैला भयो तिम्रो सर्ट चाहिँ हो न अहिले आएको है साथीभाइहरू यता चाहिँ घरदेखि अहिले आएर चाहिँ अब अहिले कलेज भ्याउँदैछ यता हाम्रो ह्यान्डसम भाइ के छ तिमी भन्नु कुछ भी नै चलो कलेज चलो ओके साथीभाइहरू अहिले चाहिँ अब कलेज लाग्दै गरेको ओ जाउँ न साथीभाइहरू जाउँ ल अब चाहिँ हामी लाग्यो कलेजतर्फ हो जाउँ हो अन्त धेरै भ्लग मेरो इन्कम्प्लिट भइरहेको थियो नहालेको धेरै भएको थियो तपाईँहरूले पनि सोध्नु हुँदै थियो भ्लग किन आएन भनेर हो अन्त त्यही भएर अलिकति हेल्थ पनि ठिक थिएन हो त्यही भएर चाहिँ हस्पिटल एडमिट भएर चाहिँ अन्त हिजो अस्ति मात्रै आएर चाहिँ अहिले चाहिँ अब लाग्नु आँटेको कलेज हो अन्त यता हाम्रो दोकाने हुनुहुन्छ हेलो गुड मर्निङ गाइस के छ धन्दा एकदम बढिया धन्दा चल्दैछ धन्दा त बढिया एकदम ठिक छ कहाँ कलेज हिँडेको कलेज हिँडेको छ सो भाइलाई एकदमै सपोर्ट गरिदिनु है हाम्रो भाइ एकदमै मेहनतिलो छ होइन ओके हुन्छ त भरे आउँछु कलेजदेखि र अब चाहिँ लागेको हामी चाहिँ हो यस्तो घाममा अब के गर्नु बहिनीहरू हुँदाहुँदै हो अन्त यहाँ छाता त उडाउनु पर्ने बहिनीले अब हो गुड मर्निङ दादा अन्त ठिकै छौ एकदम जाउँ त्यसो भन्छ नुनाम रेडी भएर आउँदैछ उनीहरू कि जाउँ हामी कुशल के को छ तिम्रो पर्खिनु जाउँ किन क्लास भएन अघि बिहानको के यो मात्रै हो यो मात्रै हाम्रो हुँदैन त
ठिक छ ठिक छ इङ्ग्लिसको उयो छैन नि हजुर खै आएन त 35 मा है सेक्सन मेरो भिडियो तपाईहरुको पनि इङ्ग्लिसको मात्रै छ तर हाम्रो क्लास पनि हुन्छ भन्दै थियो हेरौँ लेट्स सी के छ फेस्टमा पनि क्लासै हुन्छ अरे हामी ब्याग हाल्नु ब्याग बोक्दैन साथीभाइहरूले चाहिँ हो कि चेन बन्द गरिदिएको छेन भन्नु ओके अहिले पर भेटौँ र हाम्रो चाहिँ कलेजमा पनि फेस्ट स्टार्ट भइसकेको छ साथीभाइहरू हो आई थिङ्क आजदेखि होला म्याच कि कहिलेदेखि हो आज देखेको म त कलेज नगएको पनि 2 हप्ता भयो हो कलेज गएन हस्पिटलमा एडमिट थिएँ त्यही भएर चाहिँ कलेज चाहिँ 2 हप्ता ग्याप भएको र चाहिँ आज मात्रै जाँदैछु अन्त आज चाहिँ कलेजमा फेस्ट पनि अरे हो अन्त अब भर्खर सुरु हुँदै रहेछ होला सायद सुरु भन्दा पनि स्टेजमा गर्ने कामहरू चाहिँ हिजै गर्नु अनि यता हेर्नु हुँदैछ होला है गर्ने कामहरू चाहिँ हिजै गर्नु नि छिटो गर्नु मजाले गर्नु के भन्छौ भन त अन्त अब चाहिँ त्यही हो अब तपाईँलाई अब अरू भ्लग म ल्याउन सक्दिनँ किनभनेदेखि अब मेरो डेली लाइफमा के भइरहेछ त्यस्तै कुराहरू देखाउने छु हो अन्त आएन त अरू त र त्यस्तै छ साथीभाइहरू हो अब आज फेस्टमा भयो भने बस्ने छु हो हेर्नुपर्छ तर फेस्टमा आज बस्छु कि बस्दिनँ अलिकति हस्पिटल बसेको थिएँ हो अन्त त्यही तर घामतिर पनि त्यस्तो पुरै चाहिँ ठिक भएको छैन हो हल्का हल्का जाती हुँदैछ त्यही भएर चाहिँ फेस्टतिर पनि बस्छु कि बस्दिनँ हेरौँ अब के हुनेछ अन्त त्यस्तै छ साथीभाइहरू अब सबैसँग जानु पऱ्यो नि त कलेज होइन एक्लै गयो भने रिसाउँछ अन्त यहाँ सबै बाटोमा पर्खिँदै जानुपर्छ यता हाम्रो म त सबै हालिदिने नि अन्त यहाँ त सबै लु आज हालिदिन्छु नि अन्त के भन्नु छ नुनाम लु के भन्नु छ लु ब्याटलकै आज चाहिँ नुनामको ब्याटलक देख्यो अरे दिप्सिका गुड मर्निङ आफ्टरनुन नाटे तर हो आजको भन्नै पर्दैन यहाँ हो यहाँ तातो बाफ चल्दैछ आजको वेदर भन्नुपर्छ एकदम आज चाहिँ खतरनाक सर्टबाट पनि पसिना निस्किसक्यो स्वेटर लाउने मान्छेहरू फुकालेर हिँड्नुहोस् तपाईँहरू अब यो टाइममा पनि जाडो हुन्छ भन्ने चाहिँ नभनौ त्यस्तै छ साथीभाइहरू अब बहिनीहरूले छाता उडाउँदैनन् हो अब अब के गर्नु यसै छ साथीभाइहरू हिँड्दै जानु पर्यो बहिनीहरूले छाता उडाउँदैनन् दाजु अब घाममा टन घाममा भर्खर हस्पिटलबाट भर्खर आएको दाजुहरूलाई हो कसको कुकुर हो यो चाहिँ मजाको रहेछ हो अब होइन कि रुम हो भने त लान्थेँ अब के गर्नु कलेज जाँदैछु के गर्नु भरे भेटौँ साथी ल अब यहीँ बस्यो भने चाहिँ ल साथीभाइहरू अहिले भेटौँ है ल के कसो हुनेछ कलेजमा देखाउने छु तपाईँहरू भ्लग चाहिँ मेरो स्किप नगरिदिनु होला लास्टसम्म हेरिदिनु होला हो तपाईँहरूको सपोर्ट चाहिँ एकदम चाहिएको छ नि त दियो हालत अन्त किन भुइँमै बस्नु भएछ त गरम भएर भुइँमै बस्नु आएको यता दिए पनि हेलो भनिदिनुहोस् भुइँमै बस्नु भएको ठिक छ गर्मीमा क्लास छ ठिकै हुनुहुन्छ के छ क्लास कुन क्लास छ के अरे मेरो बेजतीको हुँदैछ है साथीभाइहरूले यहाँनिर चाहिँ हो बेजती गरिदिन्छ साथीभाइ अब ठिक भएको नि बिमारी गुड मर्निङ घरबाट आइपुगेको अहिले ल अहिले आएको ठिक छ दुईजना एउटै गाडीमा फेस्टमा पनि जानु होला अहिले हो तपाईँहरूलाई देखाउने छु फेस्टमा के कसो हुनेछ ओ फेस्टमा जाने पर फेस्टमा जान्छु किन
यस्तो घाममा यस्तो घाममा सक्दैन ठिक छ त्यसो भने कुशल कसलाई हेरेको कुशल कसलाई हेरेको यसो राति राति हेलो गरिदियो ये व्हाट्सअप निगाह सो खतरा ऊ चाहिँ हाम्रो क्लासको चाहिँ खतरा ऱ्याप गरेर नि कृष्ण साथी चाहिँ हाम्रो हो यहाँ पर बस्दैछ साथीहरू हो अब चाहिँ हाम्रो नेक्स्ट क्लास हुनु गइरहेको छ हो अन्त यता हाम्रो साथीभाइहरू नमस्कार सबैलाई हामी चाहिँ अनर्समा यति मात्रै छ है साथीभाइहरू एक रो पनि परदेखि ओल्लो छेउमा सकिन्छ हो आज कतिजना एब्सेन्ट छ दुईजना एब्सेन्ट छ हो अन्त होइन आयुष आएन मैले थियो जस्तो लागेर नि के भन्यो होइन साथीभाइहरू हामी चाहिँ यति मात्रै हो अनर्समा चाहिँ 13जना मात्रै र यहाँ अब के भन्छ तिमी एडुकेसनको नानीहरूलाई फेस्ट आउँदैन नि पढ्नु घट्छ तिमी चाहिँ साथीभाइहरू अब चाहिँ क्लास सकेर चाहिँ हामी चाहिँ फुटबल हेर्नुको लागि चाहिँ ग्यालेरी तर्फमा आइरहेको छौँ हो अन्त यता हाम्रो साथी प्रभातको भर्खर क्लास सकेर चाहिँ बोइजको चाहिँ अघि सकेछ हो अन्त अब चाहिँ गर्ल्सको म्याच स्टार्ट हुनु आँटेको छ गर्ल्सको कुन हो गर्ल्सको तपाईँको पी र उयसको छ हौ हिस्ट्रीको कसले जित्छ होला अब यहाँ खेला हेरेर हुन्छ यहाँ स्टार्ट भएको छैन हो खेला हेरेर हुन्छ साथीभाइहरू हो अब गर्ल्सको म्याच स्टार्ट हुनु आँटेको छ तपाईँहरूलाई पनि देखाउनेवाला छु है त साथीभाइहरू हो स्टार्ट भयो अब चाहिँ हो फुटबल म्याच यता पी हो उता देख्दै गर्नुभएको हिस्ट्री तेस्रो म्याच रहेको छ आजको लास्ट म्याच रहेको छ भन्नु खोइ म त के भन्दिनँ खेलाडीले पनि यो कुरा बुझ दिने हामी तपाईँलाई यहाँबाट नम्बर गर्न चाहन्छौँ गाइस अहिले चाहिँ रुम फर्किँदै गरेको हो अन्त फेस्ट पनि सकिएर चाहिँ सेकेन्ड म्याच चाहिँ हामीले हेर्नु पायो हो फर्स्ट म्याच चाहिँ बोइस म्याच चाहिँ अलिकति हाम्रो क्लास भएको कारणले गर्दा अलिकति ढिलो पुगेको थियो हो पेनल्टी मात्रै थियो अन्त गर्ल्सले चाहिँ तपाईँको पीले जित्यो हो अन्त हिस्ट्री र पी थियो फेरि पनि तपाईँहरूको अर्को भ्लगमा पनि म फेस्टकै भ्लग लिएर आउनेछु हो र आजलाई के कसो लाग्यो मेरो भ्लग तपाईँहरू कमेन्ट गरिदिनुहोस् होला हो र आजलाई अर्को भ्लगमा भेट्ने छु है त तपाईँहरूलाई हो मेरो जति पनि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला है त साथीभाइहरू र आजको भ्लग चाहिँ म यहीँ राख्न चाहन्छु र स्टे ट्युन गाइस सी यू सुन